एलन एलन थ्याङ्क यू अनि सनिज थ्याङ्क यू काले थ्याङ्क यू मिस्टर तामाङ थ्याङ्क यू डाक्टर मिलन तामाङ थ्याङ्क यू ओके केटा सेयर गर्दा एक ल केटा सबले सेयर गर्दा एक ल अब यस्तो हुन्छ कि राति सबैले गर्न मन लाग्छ राति नपाएर मात्रै हो ल तिमी केटा फिल गर्ने होइन फिल गरेपछि केटाहरू फिल गर्ने ल त्यसो भए आवाज ननिकाल एउटा उम्ला टिसीमा हाल अर्को आम्ला मुखमा हाल अलिक फिलले है फिलमा तर यसो गर नि त मुखले आवाज ननिकाल नाकले निकाल ल नाकले गर ल ल यत्रोजनामा जित्न सक्दैन गाइज एउटा गेम पनि के पनिसमेन्ट गर्नु यत्रोजनामा जित्न सक्दैन एउटा गेम सही कोइन त आउँदैन मेरो लाइफमा अनि के मिल्नु जब लाइफपछि कति 5 घन्टा भयो एउटा जम्मा 205 कोइन आएछ थुक क्या यत्रो 5 घन्टा 205 कोइन मात्र हाम्रोमा 2000 मान्छे आउँदा 2-3000 मान्छे आउँदाखेरि सुन नाकले गर ल नाकबाट गर है यहाँ औँला हो 5 सेकेन्ड गर्नु हामीलाई म त 5 सेकेन्ड कस्तो हुन्छ होला के यसो गर ल एउटा उम्लो टिसीमा हाल एउटा उम्लो त्यो उम्लोले टिसी जसलाई यस्तो गर है अनि त्यहाँबाट अर्को उम्लो मुखमा हालेर यसो गर कहिले कहिले कता गर ल है स्पिड च्यालेन्ज आएसम्म ल है अर्को भनेको सुरुको त रिपिट हुँदैन अर्को भनेको के गर भने अलि पर भित्तामा गएर त्यो बोतल छ नि बोतल हातले यसो गर बोतल त्यो उसमा सिस्टममा हात त्यो बोतल ठ्याङ ठ्याङ गर यसरी कच्याक त्यो यसो के त्यो ए कान्छी हेर त यसो गरे जस्तो के ल बोतल गर ल ल सक्छ नि कि महिनावारी भएको छ कि महिनावारी भइरहेछ भने छुट भइसक्यो टाइम भयो महिनावारी पनि कहाँ सधैँभरि भइरहेको छ त नि सुन तिमीले माथि पनि माड्यौ है माथि पनि माड्यौ तिमीले ओके त्यो डन माथि पनि माड्यौ ल दुख्यौ पनि तर तिम्रो साथै माड्यौ दुख्यौ उसको दुख्दैन त नि टन्ट भइरहेछ यहाँ भरेमा अब सुत्न सक्दिनँ म दुखेर चर्चर भएर नदुखेर खान मिल्छ न के गर्न मिल्छ हाम्रो के गर्नु हाम्रो त उत्तानो पर्यो सुत्छ हाम्रो त केही पनि गर्नु मिल्दैन सुन माग्ने भनेको यसरी हात राखेर यसरी गोलो घुमाउने के त्यो च्याप पार्ने होइन के अनि त्यो जाड थामे जस्तो माने दुख्छ नि त दुख्छ कसरी मार्नु मार्नु मन कस्तो दुख्छ क्या साँच्चै लाठी मार्दाखेरि यसरी छप्पै हात राख्ने अनि गोल फिरेर घुमाउने के फिर मार्ने हो अनि च्याप मार्दा भने त कहाँ त्यहाँ बस्छ त घुम्दैन त कसरी घुमाउनु त नि आफूले चाहिँ अब झ्याप्पै बसेपछि त्यहाँ घुम्छ कसरी घुम्छ भन त केटाहरू बाथरुम गइसक्यो कान्छी पर जा ल कुन गर्छस् ल हेर ल एउटा हात हाल्ने तल हात हालेर बस्ने अर्को भनेको त्यो उसमा टिसीमा हात राख्ने अनि माथि मुखमा त नाकले आवाज निकाल है अनि अर्को भनेको पर गएर फ्याँ गर च्यातेर बोतल छ भने बोतलको बिर्कोले ठुङ हाना त त्यहाँ यसरी कराउँदै यसरी अर्को भनेको यसो गर्ने अर्को भनेको पातल लुगा लाएर लाइट बसेको मोबाइल मुनि राख्ने अनि यसरी घोप्टो बस्ने पर यसरी घोप्टे यसो पैसा मत के देता त मेसँग मत देता रिजल्ट हैन यसो गरेको त अलि पातलो लाउन पातलो के सिलेक्सहरु होला त सिलेक्सहरु पातलो मसँग त कट्टो बारे हुन्छ माथि काटेर के भन्छ वन पिस छ नि त्यो मेडी छ क्या ए यसो गर ल भित्र पेन्टी ला न त्यस्तो गर्दै म त्यही हात गर्छु धेरै बोलिस भने त मरिस फेरि ल त्यस्तो नभन मलाई त्यो आइडी जान्छ क्या मेरो आइडी आवाज निकाल भने म गरिदिन्छु पनि छैन तर भने आइडी जान्छ नि त तिम्रो कोइन रेजिस्टर गर्छु तिम्रो गिफ्ट रेजिस्टर गर्छु बुझ्यौ तर भने आइडी जान्छ मलाई त्यो समस्या क्या मेरो चाहिँ नाकबाट आवाज निकाल त नाकबाट आवाज निकाले छरे म हाल्छु तिमी आवाज निकाल न ल म चाहिँ हाल्छु तिमी आवाज निकाल न तेरिका काटो त अब गाईको बारी गदाले बोकाए जस्तो तिमीले हारेको अनि मेरो त पैसा जति गर्ने मेरो मान्छे खोइ त जिताउने हे गेम पनि उतापट्टि हानेछन् गाई 10-20 हजार पुग्छ हाम्रोमा त के 500 कोइन हुन्छ म 200 त 205 कोइन आछ अहिलेसम्ममा थुक्का जिन्दगी सुन त बरु म यस्तो गर्दिछु यो यति कोइनमा त यो 500 यो धेरै भयो कसम भन्नु त 500 धेरै भइसक्यो मलाई त्यहाँ म यस्तो गरिदिन्छु नाकबाट गर्नु ल साँच्ची गरे जस्तो गर ल तर बिचमा नहाँस है बिचमा नहाँस ल त्यो हाँसो भने तिमी चाहिँ नहाँस तिमी नहाँस र त्यसो भए मलाई ल सुन नासिकन त्यो कन्टिन्यू गर है जिताउँछु पनिस गर्नु अरे हुन्छ ल यो लड्डुसँग त म कहिले कसम जित्दै सक्दिनँ कहिले पनि आज यत्रो टाइम भयो खेलेको होइन 5 महिना भइसक्यो एक गेम जित्यो भए त मरि जाउँ यार यो लड्डु के हो के लड्डु तिमीसँग आउँदा के हुन्छ कि मेरोमा यार एउटा चुप्पा समाउँदैन मेरो आइमा आइडी झरा त एकपट्टिको बुबु देखेन एकपट्टिको बुबु देखेन त्यो आइडी झरा त एकैछिन चढाउला देखेन एकपट्टिको बुबु देखेन के एकपट्टिको त्यो झरा हो त त्यो आइडी झराउन एकैछिन झराउन ल
देखिन्न कि एकपट्टिको हो त्यो बुबु देखियो बुबु देखियो आमै कति राम्रो आमै कुतु 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 ल यसो गर है साथीहरु सबैले फलो सबैले मेम्बरशिप गर्नु सबैले मेम्बरशिप गर्नुहोस् ल त्यो उ गर्दाखेरि यो मुखबाट आवाज ननिकाल मुखबाट निकाल नाकबाट निकाल है बाफ्रे कति मजाको हो आई के भन्छ कस्तो पागल हो र जाँदैन के बिस्तारो गर्न नाकबाट निकाल मुखबाट निकालेर जान्छ नाकबाट टिटरले थाहा पाउँछ टिटरले थाहा पाउँछ नाकबाट निकाल्यो भने आइडी जाँदैन मुखबाट निकाल्यो भने जान्छ यसरी गरम जान्छ गरम जान्छ बिस्तारो गर्न यहाँ अम्ला यहाँ यो आम्ला चाहिँ त्यो गर्दा एकताल गर्दा ल्याऊ है खोइ त्यो नाकबाट त आउँदैन उतोबाट मात्र आउँछ मलाई त उतोबाट ट्राई गर्दा नाकबाट गर्दा अम्ला चुस्त उम्ला मुखमा हाल्छ सबैले हान्दा गाइजहरु मेम्बरशिप त ल माछा पनि हान्दा गाइज कसरी ल पहिलो भयो त धेरै नपढि त भइसक्यो गाइज ल उम्ला हाल्न मुखमा उम्ला हाल्छ अनि करा त अलि पर्छ गर्छ के साह्रो हो र बुढी कति उसकै बुढी भएछ त गर्छ यार मान्छे यार नाक चाहिँ उसकै बुढी उसकै उमा बसे जस्तो गर्छ यार मान्छे जस्ट ओन्ली ब्याटल ओके नो नीड बिग वार एउटा उम्लो टिसीमा एउटा उम्लो त्यो उम्ला चल्नु पर्यो नि फेरि कुचु अनि एउटा उम्लो मुखमा ओइ लड्डु माछा अरे होइन लु हिले माछा हिले माछा माछाको आवाज चाहिँ साह्रै मिठो हुन्छ नि त लु पर जाऊ कान्छी बाबु पर जाऊ कान्छी ल गेम हुन्छ हो त्यो बुट्टा छ नि बुट्टा हो त्यहीबाट त्यो उम्ला हाला डबल आएपछि आउँछ बुझ्यो त कराइस् भने साथीहरु गेम स्टार्ट भएपछि होइन सबैले ठुलो गिफ्ट हान्नु पर्दैन बरु साना गिफ्ट हान्ने सबैले रोज हान्नु साथीहरु गाइज डबल खोजेको ल यता पनि छ त हाम्रो केटाहरु ल है राजाहरु ढोगेको छु ल सबैले गाइज सबैले साना प्ले गरिदिन्छ साथीहरु गाइज सबैले सुरुमा प्ले गर्ने सकिन्छ गाइज सुन्न सक्ने हैन के यत्रो चान्स किन नसक्ने गाइज हैन सबैले गाइज सुन्न सक्ने हैन के मेरो मान्छेहरु पनि कम्ता छन् मेरो मान्छेहरु ल आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू तपाईहरु अहिले संवेगात्मक हिसाबले धेरै चरम अवस्थामा पुग्नु भएको छ भने कृपया बाथरुम गएर लिङ्ग खेलाउन सक्नुहुनेछ र कतिपय महिला मित्रहरूले योनि पनि चलाएर आनन्द लिन सक्नुहुनेछ यो हाम्रो नैसर्गिक अधिकार हो जन्मसिद्ध अधिकार हो हस्तमैथुन गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो कुनै संविधान कुनै कानुनमा हस्तमैथुन गर्न पाइने छैन भनेर लेखिएको छैन सो सबै मित्रहरूलाई रात परेपछि सबैले यौन सम्पर्क गर्न मन लाग्छ सबैको भागमा गतिलो लाडो हो सबैको गतिलो लिङ्ग सबैको भागमा गतिलो टिपु परेको हुँदैन हो कतिसँग भिसी जाने कोइन हुँदैन भिसी जाने पैसा हुँदैन सामान्य यही हो कालो गोरो सेतो बाङ्गो टेढो मात्रै हो बाख्रे पुतली भैँसी पुतली गाई पुतली मात्रै फरक हो सम्झेर मनैबाट सम्झेर अहिले हामी सँगै छौँ मगर्नी हामी सँगै छौँ भने सम्झेर बाथरुममा कृपया हस्तमैथुन गर्न सक्नुहुनेछ गेम चालु हुनेछ र यो गेम अवधिभरि मगर्नीले मुखमा एउटा आम्लो हालेर र अर्को आम्लाले योनि चलाएर हामीले भरपुर आनन्द दिनेछौँ त्यो बेलामा साँच्चीकै यौन सम्पर्क गरेको अनुभव गरी पुरुष मित्रहरूले शुक्रकिट चिज छर्कन सक्नुहुनेछ धन्यवाद तर म 10 गेम हैन 30 गेम 29 गेम हान्नु त मैले हो हैन ल यो कान्छी पर त कुरो त बुझ्यो नि एउटा उम्लो मुखमा अनि एउटा उम्लो तल योनिमा त्यो उम्लोमा नाकबाट आवाज निकाल है धेरै निकाल थोरै निकाल्छु कि त धेरै कराइस् भने त म यस फेरि यसो गर्ने यो कान्छी पर त तर बिचमा नहाँस है बिच हाँसिस कि क्यान्सिल हाँस ल ल ल ल स्टार्ट ल स्टार्ट गर ल मुखमा क्यान्सिल हुन्छ बुझिस् नि ल ल ल ल ल ल तर उम्लो चलाउ ल आवाज निकाल नहाँस तल चला योनि चला टिसी चला माथि चुस औँला चुस नाटक नगरे कहाँ दुख्छ यत्रो पस्ता दुख्दैन तिमीले त औँला चल्नु दुख्छ त माथि चुस औँला चुस ल छिटो नाकबाट आवाज निकाल माडा आवाज निकाल चिट भयो आवाज निकाल थ्याङ्क यू मम्मी थ्याङ्क यू भएन कि तिम्रो भन्नु उम्ला यो गर नाटक गर्छ यत्रो पोस्टा दुख्दैन यत्रो उम्ले चलाउनु दुख्छ नाटक गर्छ उठाउ अमिताई वेलकम नमस्ते अमिताई माथि उठा कान्छी उठाउ लु गर छिटो अम्ला मुख तिमीले चिट गर्यौ